यो हो नेपाली वैज्ञानिकले बनाएको मेसिन गन र यो मेसिन गन बनाउने व्यक्ति हुन् गेहेन्द्र शमशेर राणा। गेहेन्द्र शमशेरको बारेमा धेरैलाई थाहा नहुन सक्छ। उनी साँच्चीकै अद्भुत व्यक्ति थिए। उनले सन् 1880 मा गेहेन्द्र राइफल बनाए। 1896 मा वीरगनको आविष्कार गरे। जबकि त्यो समयमा वीरगन जतिको हतियारलाई एकदमै पावरफुल र अत्याधुनिक हतियार मान्ने गरिन्थ्यो। त्यति मात्रै होइन नि, उनले गेहेन्द्र मार्टिनी र धीरगन जस्ता हतियार नेपालमै यही मेसिनबाट बनाएर सबैलाई चकित पारे। गोली, बारुद, कार्टिज, तोप, पेस्तुल सबै नेपालमै बनाएर देखाइदिए। अब तपाईलाई लाग्न सक्छ उनले त साँच्चीकै धेरै नै काम गरेका रहेछन्, तर उनको दिमाग यति मात्रै पनि थिएन। गेहेन्द्र शमशेरले हात हतियारको अलावा अरू पनि काम गरेका थिए। उनी आफैले एउटा कार बनाएर राजा पृथ्वी वीरविक्रम शाहलाई उपहार पनि दिएका थिए। यति मात्रै पनि होइन, धान कुट्ने मिल, पानी तान्ने मोटर, जलविद्युत जस्ता क्षेत्रमा पनि उनको ठुलो योगदान थियो। तर यो देशमा त्यस्ता महान व्यक्तिहरूलाई कहाँ बाँच्न दिइन्छ र? 36 वर्षकै उमेरमा छल कपट गरेर उनको हत्या गरियो अनि नेपालको पहिलो वैज्ञानिकको च्याप्टर यही बन्द भयो।